मम्मी यो गरौँ न हजुरले भने हो त मसँगै पढ्छ। ए नमस्ते आन्टी। नमस्ते नानी नमस्ते। अनि सन्चै छौ? सबै ठिक छ आन्टी। अनि भन पढाइ लेखाइ कस्तो चलिरहेको? सब ठिक चलिरहेछ आन्टी। अनि नानी तिमी आफ्नो घरमा एक्लै छोरी हो कि भाइ बहिनी पनि छन्? एक्लै छोरी हो मम्मी, अनि सबभन्दा धेरै बदमास पनि यही हो। बदमासीको त कुरै नगर। सानोमा कति चकचक गरी त्यसो त हामीलाई मात्रै थाहा छ। मम्मी हजुरलाई याद छ कि नै म कसरी सानोमा बुवाको पर्सबाट पैसा चोरेर भिडियो गेम खेल्थेँ। यसले सानो हुँदाखेरि आफ्नो बाउको प्यान्टको गोजीबाट पैसा चोरेथ्यो। त्यो दिनदेखि आजसम्म यसको बाउ सधैँ 8 बजे यसलाई पिट्छन्। 8 बजीको अब आउँदै होलान्। अरू भन नानु के खान्छौ? जे पकाए नि हुन्छ आन्टी। यस्तरी नाइ खुलेर भन के खान्छौ? जे हजुर पकाउनुहुन्छ त्यही खान्छु। मासु भात पकाइदिऊ? त मेरो खुट्टा दुखाइ गर्छ नानु। डक्टरलाई देखाउनु न आन्टी। डक्टर सक्टर केही नै आफै सन्चो भइहाल्छ। अरे हजुरहरूले चिया खानु भएन? चिया खाँदै गर्नु मलाई 10-5 मिनट अझै लाग्छ। भला है बुरा है